एकजना असाध्यै धनी बुवा जसको खातामा अब लाखौं, त्यो बेला अहिलेको करोडौं अरबौं भने जस्तो लाखौं पैसा छ, धेरै अगाडिको घटना हो। अनि अर्को चाहिँ एकजना गरिब बुवा जसको बैंकमा खाता नै छैन, खेती किसानी गर्ने व्यक्ति। दुईटैका छोराहरू हुन्छन् र ती दुईटै छोराहरू चाहिँ साथी हुन्छन् एकअर्कामा। धनी बुवाको छोरा र गरिब बुवाको छोरा साथी हुन्छन्। एक दिन ती दुईजना साथीहरूले अब एउटा चाहिँ उमेरमा ल कसले चाहिँ भोलि पैसा लिएर आउन सक्छ, घरबाट कसले बाउसँग पैसा मागेर ल्याउने भनेर चाहिँ एउटा प्रतिस्पर्धा जस्तो गर्छन्। अनि धनी बुवाको छोराले गएर ड्याडीलाई भन्छ, ड्याडी मलाई 20,000 रुपियाँ दिनु पर्यो। 20,000 किन सोध्नुहुन्छ? किन त धनी बुवाले पनि हो खातामा पैसा 80औं लाख छ, करोडौं छ, तर पनि किन चाहियो त भन्नुहुन्छ नि, किन त सोध्नुहुन्छ? अनि त्यो धनी बुवाको छोराले भन्छ, आज बेलुका म यहाँ कुनै चोकमा कुनै चाहिँ सार्वजनिक ठाउँमा बेलुका चाहिँ मैनबत्ती किनेर मैनबत्ती बाल्दिनु पर्यो। आज मलाई क्यान्डल बाल्दिने रहर छ, त्यसकारण म एउटा क्यान्डल इभिनिङ मनाइदिन्छु आज यो सोसाइटीलाई, त्यही भएर मैनबत्ती किन्नु छ, मलाई 20,000 रुपियाँ चाहियो। उता गरिब बुवाको छोरा दौडेर गयो, खेत खन्दै गरेका आफ्नो पितानेरी बुवानेरी पुग्यो र गएर भन्छ, बुवा मलाई 2 लाख रुपियाँ चाहियो। स्वाभाविक थियो, गरिब बुवाले पनि सोध्नुभयो किन भनेर, त्यत्रो 2 लाख रुपियाँ किन बाबु त सोध्नुभयो। जब किन भनेर सोध्नुभयो गरिब बुवाले, गरिब बुवाको छोराले भन्छ, ड्याडी मैले विश्वको नामुद कुनै युनिभर्सिटीमा फुल स्कलरसिपमा पढ्ने मौका पाएँ, मैले स्कलरसिप पाएँ, तर म त्यो युनिभर्सिटीसम्म जानलाई प्लेन टिकट किन्नु छ, प्लेन टिकट काट्नु छ, केही आफ्ना लत्ता कपडाहरू किन्नु छ, केही बन्दोबस्ती र तयारी गर्नु छ, हो यसका लागि मलाई 2 लाख रुपियाँ चाहियो। अब तपाईँ नै भन्नुहोस्, धनी बुवाले छोरालाई 20,000 दिए होलान् कि गरिब बुवाले चाहिँ आफ्नो छोरालाई 2 लाख दिए होलान्? हो, त्यो गरिब बुवाले चाहिँ छोरालाई 2 लाख रुपियाँ जम्मा गरिदिए। खोजी नीति मागेर यताउति भएका अन्न पात खसी बाख्रा बेचेर हुन्छ कि 2 लाख रुपियाँको जो गरिदिए। किनकि यहाँ किन भन्ने कुरा स्ट्रङ छ क्या गरिब बुवाको छोराको, तर धनी वाइ स्ट्रङ छ क्या, तर धनी बुवाको छोराको वाइ स्ट्रङ छैन। त्यही भएर करोडौं खातामा भए पनि छोरालाई 20,000 दिँदैनन्। यता बैंकमा खातै नभएको 2,000 पनि बचत नभएको व्यक्तिले 2 लाखको जो गरिदिन्छन्। जीवनमा यही हो, किन भन्ने कुराले अर्थ राख्छ। हामी किन त्यो काम गर्दैछौँ, किन हामी त्यो पेसामा छौँ, म के का लागि काम गर्दैछु। धेरै थरी मान्छेहरू त यहाँलाई खुलेर भनौँ, यो संसारमा हामी जति पनि जागिरे जीवन बिताउने मान्छेहरू नि, उनीहरू एउटै कुरा फिल गर्छन् रे कि वी आर ट्रेडिङ आवर टाइम एन्ड स्किल फर मनी। हामी पैसाका लागि काम गर्दैछौँ, एउटै चिज हो। उनीहरू यसरी सोच्ने गर्छन्। तर त्यही पेसालाई म किन, मानव एउटा टिचर, म किन शिक्षण पेसामा आएँ, एउटा बैंकर म किन बैंकिङ प्रोफेसनमा आएँ, अथवा एउटा कुनै निजामती कर्मचारी म किन सरकारी सेवामा आएँ, अथवा एउटा सुरक्षाकर्मी म किन यो देशको सुरक्षा निकायमा काम गर्दैछु भनेर किन भन्ने कुरा खोज्यो भने नि, त्यहाँ पैसाले भन्दा पनि उसलाई उसको त्यो किन काम गर्दैछु भन्ने कुराले मोटिभेट गर्छ। आउनुहोस् म एउटा सुन्दर प्रसङ्ग फेरि भन्न चाहन्छु। एक दिन एउटा बटुवा खोलाको किनारको बाटो भएर कतै जाँदै थियो। त्यो खोलाको किनारको बाटो भएर जाँदै गर्दा मध्याह्न दिउँसो टन्टलापुर घाम, फेरि त्यो खोलामा गर्तिर चाहिँ थियो, बगर चाहिँ थियो, तर पानी थिएन। बर्सातमा मात्रै भेलबाडी आउँथ्यो, बाँकी सुक्खा मौसममा सुक्खा नै हुन्थ्यो। त्यो मरुभूमिको बाटो हिँडे जस्तै अनुभव भइरहेको थियो त्यो बटुवालाई। जाँदै थियो, अलि अगाडि पुग्छ त त्यो खोलाको किनारमा 3 जना श्रमिकहरू एकनासले गिटी कुटिरहेको देख्छ। त्यो गिटी कुटिरहेका श्रमिकलाई देखेपछि बटुवा अचम्मित हुन्छ, अरे यस्तो टन्टलापुर घाम छ, यति मेहनत गरेर यिनीहरूले किन यो काम गरेका रहेछन्, एकछिन सोध्नु पर्यो, भलाकुसारी नि गर्नु पर्यो, एकछिन आराम पनि थकाइ पनि लागेको छ भनेर त्यो व्यक्ति गएर श्रमिकलाई सोध्न थाल्छन् कि गएर एउटा श्रमिकलाई सोध्छन्, दाइ यस्तो टन्टलापुर घाम छ, हात पाखुरा डढेर कालै हुनुभएको छ, तपाईँ यति मेहनत गरेर यो काम किन गर्दै हुनुहुन्छ, सोच। त्यो बिचारा श्रमिकले भन्छ, के गर्ने हजुर, घरमा 4-4वटा केटाकेटी छन्, श्रीमती र आफू समेत गर्दा त हामी 6 जनाको परिवार संख्या छ, 6 जनाको पापी पेट पाल्न म यो काम गर्दैछु। उसले पापी पेटलाई देखाउँछ। ती बटुवा दोस्रो श्रमिक नेरी जान्छन्, त्यसै गरी सोध्छन्, तपाईँले चाहिँ यो काम किन गर्दै हुनुहुन्छ। दोस्रो श्रमिकले भन्छन्, के गर्ने हजुर, भाग्यमा जे लेखेको थियो त्यही भयो। अब मलाई मेरो भाग्यमा गिटी कुट्न लेखेको छ त म के प्लेन उडाउन जाउँ।
उसले भाग्यलाई दोष दिन्छन्। अब ती बटुवा तेस्रो श्रमिक नेरी गएर त्यसै गरी सोध्छन्, दाइ तपाईँले चाहिँ यो काम किन गर्दै हुनुहुन्छ? तेस्रो श्रमिक त मुस्कुराउँदै ट्वा ट्वा गिटी कुट्दै बटुवातर्फ हेरेर मुस्कुराउँदै भन्छन्, हो हजुर, म गिटी कुट्दैछु। तपाईँलाई थाहै होला, यो खोलाको बाटो भएर, यो गर्तिरको बाटो भएर सयौं होइन हजारौं मानिसहरू आवत जावत गर्छन्। तर जब जब बर्सातको मौसम सुरु हुन्छ, पानी पर्ने समय जब सुरु हुन्छ, यो खोलामा कहाँबाट बाढी आउँछ र कहिलेकाहीँ त त्यो बाढी हप्तौं दिनसम्म पनि रोकिँदैन। अनि बिचारा त्यो बाटो हिँड्ने यात्रुहरू यो खोला तर्न नसकेर पारीको मान्छे पारी, वारीको मान्छे वारी नै रोकिनुपर्छ। हप्तौं दिनसम्म गन्तव्यमा पुग्न नपाउँदा ती यात्रुहरू बाटोमै विचलित हुनुपर्छ। भर्खरै एउटा यस्तो प्रोजेक्ट आएको छ, त्यो प्रोजेक्टले यो खोलामाथि पुल बनाउँदैछ। पुल बन्नु भनेको त इतिहास बन्नु हो, म त्यही इतिहास बनाउने काम गर्दैछु भनेर त्यही गिटी कुट्छ। अब यहाँ ती दुईजना अरू श्रमिकको भन्दा यो तेस्रो श्रमिकको अगाडि गिटीको थुप्रो पनि धेरै छ। काम त सबैले गिटी नै कुटेका छन्, तर त्यही गिटी कुट्ने कामलाई हेर्ने नजरिया फरक छ। हो, कुनै पनि कामलाई हेर्ने दृष्टिकोण यदि बदल्न सक्यो भने नि मान्छेलाई काम गर्ने ऊर्जा नै छुट्टै आउँछ। हामी त जस्तो म त के फिल गर्छु भने, आई एम अल्सो contributing my efforts for the society, for the social transformation, for the good cause. यो समाजलाई रूपान्तरण गर्ने काममा म समर्पित छु भन्ने भावना जब म डेभलप गर्छु नि, तब मलाई काम गर्ने इच्छा आउँछ, तब काम गर्न मलाई उत्सुकता र जाँगर पलाउँछ। म चाहिँ पैसाका लागि काम गर्दैछु भन्न थाल्यो भने कहिलेकाहीँ कम पैसा आएको बेलामा के म रुने त होइन। पैसा जति आयो त्योभन्दा ठुलो कुरा आज सहभागीहरूको विचार बदल्ने मन्त्र मैले दिएँ, त्यो कुराले मलाई बढी उत्साहित बनाउँछ। त्यसकारण हामी चाहे कर्मचारी हौँ, चाहे जुनसुकै व्यक्तिले पनि आफ्नो पेसाप्रतिको दृष्टिकोण बदल्न सक्यो भने नि मान्छे बढी मेहनती हुन्छ र मान्छे बढी सफल पनि हुन्छ। सर, अर्को सफलताका लागि तपाईँहरूले सधैँ भन्ने कुरा, अर्को गोल सेटिङको कुरा हामी गर्छौँ नि, सायद योसँग सम्बन्धित पनि छ कुरा। जब हामीले लक्ष्य निर्धारण गर्छौँ त्यसलाई चाहिँ समय सीमामा पनि क्रमबद्ध गरेर यता सर्ट टर्म, मिड टर्म, लङ टर्म भनेर जसरी म्यानेज गर्छ, अलिकति गोल सेटिङ र टाइम म्यानेजमेन्टको कुरा, खास टाइम म्यानेजमेन्ट गर्ने हो कि आफैलाई म्यानेजमेन्ट, आफ्नो माइन्ड म्यानेजमेन्ट गर्ने हो, त्यो कुरा पनि अलिकति कन्फ्युजन हुन्छ। थोरै अब अन्तिममा पनि हामी अगाडि बढ्दैछौँ होइन, थोरै गोल सेटिङको बारेमा कुराकानी गरौँ। यसलाई चाहिँ कसरी ल गर्न त गर्ने, ल तयार भयो कुनै काम गर्नको लागि, यसलाई त फेरि एउटा निश्चित इन्डिकेटरमा यति समयभित्र यो काम सिद्ध्याउने, त्यसपछि अर्कोमा जाने, यसलाई पनि एउटा अनुशासनमा राख्नुपर्छ होला नि। यसलाई चाहिँ कसरी, यसको सूत्र के छ? यो लक्ष्य निर्धारण गर्न चाहिँ एउटा स्मार्ट थ्योरी भन्ने छ। त्यो स्मार्ट थ्योरीभित्र रहेर गोल सेटिङ गर्नुहोस् भन्ने हामीले गोल सेटिङमा एउटा ट्रेनिङ प्रोग्राम वर्कसप नै चलाउँछौँ। तर म यहाँ त्यो डिटेलमा गइनँ। त्यसलाई समष्टिगत रूपमा भन्नुपर्दा मान्छेले जब कुनै चाहना राख्छ र त्यो चाहना पूरा गर्नको लागि चाहिँ जब उसले के गतिविधि गर्नुपर्छ त भनेर उसले चाहिँ इयरली बेसिसमा या मन्थली बेसिसमा या डेली बेसिसमा जुन उसले आफ्नो टास्क गर्नुपर्ने कामको आफ्ना कार्यहरूको सूची बनाउँछ, यी सबै कुराले नै उसको त्यो लक्ष्य प्राप्त गर्नलाई भूमिका खेलिरहेको हुन्छ। र उसले मानव एकछिनको लागि अहिले अब पोलिटिकल्ली मिसन 84 भन्ने सबै पार्टीहरूको एउटा कमन एजेन्डा बनेको छ। त मिसन 84 त लागेको छ, अहिले 84 साल त लागेको छैन, 82 लाग्न लाग्दैछ। तर एक लेभलको मान्छेले अहिलेदेखि नै मिसन 84 को स्टेपमा काम गर्छ। यो वर्ष 6 महिनाभित्रमा म यो गर्ने, अर्को 6 महिनामा यो गर्ने, त्यसपछि 83 साल लाग्छ, 83 सालभित्र यो काम गर्ने, त्यस पछाडि करिब 84 लाग्दा लाग्दै चुनावको माहौल बन्छ, त्यस पछाडि यो 2 वर्षमा गरेका एक्टिभिटिजलाई लिएर म चाहिँ जनताको बीचमा जाने र जनताको बहुमत ल्याउने। यस्तै स्टेप बाई स्टेप, कुनै लङ टर्म हुन्छन्, कुनै मिडल टर्म हुन्छन्, कुनै सर्ट टर्म हुन्छन्। आज अहिले भरे गर्ने काम सर्ट टर्म गोल हो, सर्ट टर्म एक्सन प्लान हो। जुन चिज अझ इम्पोर्टेन्ट भर्सेस अर्जेन्ट पनि भनिन्छ, कुन काम इम्पोर्टेन्ट हो र कुन काम अर्जेन्ट हो। एउटा उदाहरणको लागि म एउटा मानिसको यो मानसिकताले जहिले पनि अर्जेन्टलाई बढी फोकस गर्छ। हामी चाहिँ इम्पोर्टेन्ट छ यो काम भन्छौँ। इम्पोर्टेन्टलाई भन्दा पनि हाम्रो मस्तिष्कले, हाम्रो सबकन्सियस माइन्डले अर्जेन्टलाई बढी प्राथमिकता दिन्छ है, जुन अटोमेटिक हुन्छ। कसरी भने अहिले हामी 6 तला माथि इन्टरभ्यू दिइरहेका छौँ, यदि यहाँ भूकम्पको कम्पन आओस् त
हो यो इन्टरभ्यू इम्पोर्टेन्ट छ, यो स्टुडियो छोड्न मिल्दैन। अहिले यत्रो टेक्निसियन मित्रहरू, दर्जनौं क्यामेराहरू लाइभ ब्रोडकास्ट भइरहेको छ अथवा रेकर्डेड भइरहेको छ, यो इम्पोर्टेन्ट हो, छोड्न मिल्दैन। तर यहाँ भूकम्पको कम्पन आवाज त हाम्रो मस्तिष्कले हामीलाई जुरुकै उठाएर ढोकाबाट बाहिर पठाउँछ। हामी आफ्नो काम छोडेर भाग्छौँ, हामी अर्जेन्टमा हो हामीले इम्पोर्टेन्सलाई भन्दा अर्जेन्ट चिज के हो भन्ने कुरालाई चाहिँ हामीले लिएर अगाडि बढ्यो भने त्यो मानिस आफ्नो लक्ष्यमा चाँडो पुग्छ। त्यसकारण चाहिँ लक्ष्य बिना भनेको चाहिँ मान्छे एउटा भनाइ छ, इफ यु फलो टु ऱ्याबिट्स बोथ विल स्केप। दुईटै खरायालाई तपाईँले खेद्नुहुन्छ, लखेट्नुहुन्छ भने दुईटै खराया भाग्छन् रे। त्यसकारण त्यो लक्ष्य चाहिँ यस्तो हुनुपर्छ कि, ड्रिम चाहिँ यस्तो हुनुपर्छ कि जुन पर्टिकुलर ड्रिम, जब मान्छे नि एउटा टार्गेट सेट गर्छ, एउटा ड्रिम सेट गर्छ नि, हुन त मान्छेले बाटोमा हिँड्दै गर्दा यानि कि त्यो सपना प्राप्ति गर्नतर्फ, आफ्नो त्यो लक्ष्य प्राप्तितर्फ अगाडि बढ्दै गर्दा जब चुनौतीहरू आउँछन् नि, धेरै जस्तो मान्छेले चाहिँ के गर्छन् भने त्यो चुनौतीहरूलाई सामना गर्न नसकेर उनीहरूले लक्ष्य नै बदल्छन्, लक्ष्य नै बदल्छन्। अझ मैले बुझ्ने गरी भनौँ, माउन्ट एभरेस्ट जान चाहने पर्वतारोहीहरूले हिमाल चढ्न त सजिलो छैन, माउन्ट एभरेस्ट त झनै कठिन होला नि त तुलनात्मक रूपमा अरू हिमाल भन्दा। जब त्यो कठिन परिस्थितिको सामना गर्न सक्दैनन् नि, तब उनीहरूले के भन्छन् भने माउन्ट एभरेस्ट नसकिने रहेछ, यसो गरौँ अन्नपूर्ण जाउँ र अन्नपूर्ण चढौँ। ती मान्छे जिन्दगीमा कहिले माउन्ट एभरेस्ट पुगेनन्। हो, अन्नपूर्ण पुगे, धौलागिरी पुगे होलान्, अरू मकालु हिमाल चढे होलान्, माउन्ट मकालु पुगे होलान्, तर उनीहरू माउन्ट एभरेस्टमा पुगेनन् किनभने उनीहरूले लक्ष्य बदले। कठिनाइ आउने बित्तिकै हो, त्यही भएर संसारको धेरै मान्छेले लक्ष्य बदल्छन्, तर सफल हुने मान्छेले लक्ष्य बदल्दैनन्, बाटो बदल्छ। त्यही सगरमाथा जसरी पनि चढ्छु भन्ने मान्छे चाहिँ ठिक छ, दक्षिणी मोहडाबाट सकिएन भने पूर्वी मोहडाबाट पो जाने कि पश्चिमी मोहडाबाट पो जाने कि, उनीहरूले चाहिँ के गर्छन्, बाटो बदल्छन् तर लक्ष्य बदल्दैनन्। तर संसारको आम 95% मानिस जो एउटा एभरेज लाइफ र एउटा असफल जीवन जिरहेको छ, त्यो मान्छेले एउटै चिज जानेको छ, त्यो हो लक्ष्य बदल्छ। त्यही भएर मान्छेलाई सोध्नुहोस्, आज यस्तो काम गर्छु भन्छ, 2 वर्षपछि अर्कै काम गर्छु भन्छ, 4 वर्ष पछाडि अर्कै काम गर्छु भन्छ। उसको आफ्नो लक्ष्य नै ऊ पर्टिकुलर छैन भने त्यो मान्छे कहिले पनि सफल हुँदैन। म यही सन्दर्भमा मान्छेले त 15, 18, 20 वर्षभित्रमा यदि आफ्नो सानै उमेरमा यस्तो खालको चेतना जागृत गर्न सकेन भने केही छैन। 40 मा ड्रिम सेट गर्दा नि हुन्छ। ऊ 65 वर्षबाट चाहिँ म व्यापारी बन्छु, म आफै गरी खान्छु, म पनि एउटा चाहिँ सक्षम व्यक्ति हो भनेर आत्मबोध गरेका एकजना व्यक्तिले जब फ्राई चिकन बनाएर बेच्न थाले, आफ्नो उमेरको 88 वर्षमा उनी संसारकै धनी व्यक्ति भए। ती व्यक्ति तिनै KFC का मालिक यानि कि कोलोनेल स्यान्डर्स थिए। कोही मान्छे त कोलोनेल स्यान्डर्स जस्ता 60-65 वर्षमा गएर आत्मबोध गरेर पनि जीवनमा अगाडि बढ्न सक्छन्। तर म अपिल गर्छु, जो मान्छे यङ एजमै छ, सके त 18-20 कै उमेरको छ, अथवा ढिलोमा 25-30 सम्म मान्छेले के बन्ने, कसरी बन्ने र त्योभन्दा ठुलो कुरा किन बन्ने भन्ने कुरा क्लियर भयो भने चाहिँ बस त्यो मान्छे आफ्नो ड्रिममा फोकस रहन्छ। म एउटा उदाहरण तपाईँलाई दिन चाहन्छु। एउटा 8.5 वर्षको बालक, उसको नाम चाहिँ ट्राभिक्स क्यालानिक्स भन्ने थियो। त्यो ट्राभिक्स क्यालानिक्स भन्ने एकजना बच्चा भनौँ, 8.5 वर्षको बालक भनौँ, उनको जन्मजात आँखामा समस्या थियो। उनी टाढाको दृश्य देख्दैनथे, किताब पढ्दा पनि आँखाको नजिकै लगेर पढ्नु पर्थ्यो। त्यही भएर उनी जुन स्कुलमा पढ्थे त्यो स्कुलको टिचर, स्कुल व्यवस्थापनले चाहिँ एकजना छुट्टै टिचरको बन्दोबस्त गरिदिएको थियो। त्यो टिचरले ट्राभिक्सलाई मात्रै पढाउँथे। एक दिन ती ट्राभिक्सलाई होमवर्क दिनुभएछ टिचरले, तिमी जीवनमा कस्तो व्यक्ति बन्न चाहन्छौ, राइट डाउन योर ड्रिम एन्ड सबमिट अन टुमरो। कपी दिनुभयो। भोलिपल्ट उनले एन्सर लेखेर ल्याए। टिचरले यसो पढ्नुहुन्छ त त्यहाँ लेखेका रहेछन्, म ट्याक्सी चलाउँछु भनेर। अब टिचरलाई लाग्यो, बाबु तिम्रो त आँखा कमजोर छ, तिमी कसरी ट्याक्सी चलाउँछौ? ट्याक्सी चलाउन त तिमीले टाढा टाढाको दृश्य देख्नुपर्छ, बाटो उकालो ओह्रालो राइट लेफ्ट छुट्याउनु पर्छ, उताबाट आएका अब्जेक्टलाई पनि छल्न सक्नुपर्छ। अझ त्योभन्दा ठुलो कुरा ट्राफिक सिग्नलहरूलाई पनि रिकग्नाइज गर्नुपर्छ, ट्राफिक सङ्केतहरूको पालना गर्नुपर्छ। त्यसैले बाबु तिमी ट्याक्सी चलाउन सक्दैनौ, तिमी अरू नै कुनै प्रकारको अरू नै कुनै सपना बुन, यो होमवर्क फेरि गर, भोलि फेरि कपी बुझाऊ। त्यही होमवर्क दिएर पठाउनु भयो। भोलिपल्ट बच्चाले, 8.5 वर्षको बच्चाले कपी बुझाए। अघिल्लो दिन जे लेखेको थियो हुबहु त्यही लेखेको छ, बरु एन्सरको अगाडिपट्टि एउटा शब्द मात्रै थपिएको छ, एगेन, फेरि पनि म ट्याक्सी नै चलाउँछु।
अब त टिचरलाई लाग्यो यो बच्चाको आँखा मात्रै कमजोर होइन दिमाग पनि कमजोर छ कि क्या हो भनेर काउन्सिलिङ रुममा लिएर गइयो। त्यो स्कुलको प्रिन्सिपल, काउन्सेलर र सम्बन्धित टिचर तीनजना बसेर उनलाई सम्झाउन थाले। 10-15 मिनटसम्म ट्राभिक्स कालानिक्स रेस्पोन्स गरेर बस्छन्। यस यु आर राइट प्रिन्सिपल भन्छन्, प्रिन्सिपलले जे सल्लाह दिन्छन् उसलाई पनि राइट भन्छन्, काउन्सिलरले जे भन्छन् यु आर अल्सो राइट, आइ एम एग्रिड, यु आर भेरी गुड भन्छन्, रेस्पोन्स गरेरै बस्छन्। 16 मिनटतिर जब तीनजना टिचरको काउन्सिलिङ सुनिसके पछाडि एडभाइस सुनेपछि 16 मिनटतिर 8.5 वर्षको बालकले के भन्छन् भने टिचर मेरो आँखामा कमजोरी छ त्यो मलाई थाहा छ, हो म ट्याक्सी ड्राइभर भएर ट्याक्सी चलाउन सक्दिनँ, तर म ट्याक्सी चलाउँछु भन्नुको मेरो अर्थ म ड्राइभर बन्छु भने होइन नि टिचर, म त ट्याक्सी कम्पनी खोलेर ट्याक्सी कम्पनी त चलाउन सक्छु नि, मेरो आँखाको सम्बन्ध छैन नि त्यो ट्याक्सी कम्पनी चलाउनसँग त, हो म ट्याक्सी चलाउँछुको अर्थ म ट्याक्सी कम्पनी चलाउँछु भन्न खोजेको भन्छ। टिचरहरू सक्ट हुन्छन्, छक्क पर्छन्, नभन्दै तिनै बालक थिए जो 8.5 वर्षमा ट्याक्सी चलाउँछु भन्ने सोच बनाएका व्यक्तिले आफ्नो उमेरको 15-16 वर्षतिर पुग्दा आफ्नो त्यो कन्सेप्ट आफ्ना साथीलाई सेयर गर्छन् र 2जना साथी मिलेर सुरु गर्छन् र संसारमा उबर भन्ने ट्याक्सी कम्पनी सुरु भयो। आज हेर्नुहोस् गुगलमा संसारकै बिगेस्ट, संसारकै रिचेस्ट ट्याक्सी कम्पनी कुनै छ भने त्यो हो उबर। त्यो उबर भन्ने कन्सेप्ट 8.5 वर्षकै उमेरमा ट्राभिक्स कालानिक्सले आफ्नो मस्तिष्कमा तय गरेका थिए। जो मान्छेले सानै बेलादेखि आफ्नो पर्टिकुलर ड्रिम सेट गर्छ नि त्यो मान्छे कहिल्यै विचलित हुँदैन। हामी त के हो भने यो बन्न खोज्छौँ सक्दैनौँ, फेरि त्यो बन्न खोज्छौँ सक्दैनौँ, अनि फेरि अर्को लक्ष्य बनाउँछौँ। त्यही भएर जिन्दगीभरि लेट्स सी भनेर चाहिँ हेरौँ, अब यो नभए त्यो, त्यो नभए त्यो गरौँ भन्ने मान्छे जिन्दगीमै सफल छैन। अब यहाँनिर नि सर कुनै एउटा गन्तव्य तय गरिसकेपछि आज हामी जहाँ छौँ त्यहाँ टेकेर यात्रा सुरु गर्छौँ। अब त्यो गन्तव्य सोच्यो पो त, तर त्यहाँ पुग्न त कयौँ आरोह अवरोह चुनौती अप्ठ्यारा क्षणहरू आउँछन् नि। अब यो यात्राको दौरानमा हो नि त मान्छे विचलित हुने, जब चुनौतीका पहाडहरू अगाडि आउँछन् त्यसलाई क्रस गरेर फेरि अगाडि बढ्न पनि गाह्रो हुन्छ र अब चाहिँ इन्डिङ अब सकिएन, अब चाहिँ यहाँभन्दा अगाडि बाटै देख्दैन कि मान्छेले, समस्या आउँछ। यो बेलामा चाहिँ कसरी ट्याकल गर्ने त? यति ठुला समस्या आउँछ कि अब चाहिँ होइन, अब म बदलिनुपर्छ, लक्ष्य बदल्नुपर्छ भन्ने बिन्दुमा पुग्छ मान्छेले। त्योभन्दा अगाडिको स्टेपै देख्न सक्दैन, कयौँ एकदमै कठिन क्षणहरू आउँछ, हेर्दाखेरि ठिकै गरेको जस्तो पनि लाग्छ त्यहाँनिर मान्छे अडिन सक्दैन नि त। त्यो कुरालाई चाहिँ कसरी एड्रेस गर्न सकिन्छ? एउटा भनाइ छ, यो सफलता प्राप्त गर्नभन्दा सफलतालाई अथवा भनौँ त्यो सफलताको स्टेपलाई गिभअप गर्न, हार स्वीकार गर्न चाहिँ इजी छ क्या। त्यही भएर संसारको मान्छेले त इजी नखोज्ने हो। त्यो तपाईँले भने जस्तै एउटा लक्ष्य बनाएर अगाडि बढ्दै गर्दा आउने चुनौतीहरूसँग सामना गर्नका लागि चाहिँ एउटा शक्ति चाहिन्छ, त्यो हो कमिटमेन्ट, प्रतिबद्धता, जसलाई हामी अझ इङ्ग्लिस टर्ममा नेभर गिभ अप मेन्टालिटी। गिभ अप मेन्टालिटी हामी सबैजनासँग छ। यसो अप्ठ्यारो भयो यो नहुने रहेछ। यदि थोमस अल्वा एडिसनले गिभ अप गरेका थिए भने सायद बल्बको आविष्कार हुँदैन थियो होला, होइन? यस्ता उदाहरणहरू गिभ अप गर्न सजिलो छ, तर सबभन्दा ठुलो कुरा यो गिभ अप गर्न हुँदैन भन्ने किसिमको मेन्टालिटी डेभलप गर्नलाई चाहिँ यो चाहिँ यस आई क्यान डु मेन्टालिटीको विकास गर्नुपर्छ। हो त्यो यस आई क्यान डु मेन्टालिटी भनेकै मास्टर माइन्डेड मेन्टालिटी हो, ग्रोथ मेन्टालिटी हो, हार नखाने मानसिकता हो, र जसलाई हामी सफल सक्सेस माइन्डसेट पनि भन्न सक्छौँ। र अब यो नेभर गिभ अप मेन्टालिटी भनेको चाहिँ के हो भने अलिकति म भन्छु, संसारमा उतार चढाव सबैको जीवनमा आउँछन्, अब हाम्रो जीवनमा पनि आउँछ। यो कुरा पहिले हामीले चाहिँ मानसिकता के बनाउनुपर्छ भने संसारमा कुनै पनि काम इजी छैन, तर काम गर्यो भने सम्भव चाहिँ छ, पोसिबल चाहिँ छ। इट्स पोसिबल बट नट इजी। यो इजी छैन भन्ने कुरा पहिल्यै थाहा भयो भने त मान्छे त्यो चुनौतीहरूसँग सामना गर्न त उसलाई त झन् इन्जोय हुन्छ। अझ एक थरी मान्छेहरू हुन्छन्, यो भनाइ छ, सुख पनि स्थायी हुँदैन, दुःख पनि स्थायी हुँदैन। सो उसले काम गर्दै जाँदा जब दुःखका, चुनौतीका, आरोह अवरोहका क्षणहरू आउँछन् नि, हो त्यो आरोह अवरोहको क्षणमा पनि उसले के सोध्छ भने यो क्षणको सामना मैले गर्न सकेँ भने यस पछाडि सुन्दर क्षण फेरि आउँछ। अँध्यारो रातको सामना गर्न सक्यो भने न भोलिपल्टको सूर्योदय हेर्न पाइन्छ। अँध्यारोसँग आत्तिने मान्छेले त भोलि सूर्योदयको महसुस गर्न पाउँदैन। त्यसैले हार नखाने मानसिकता
नेभर गिभ अप मेन्टालिटी। यो नेभर गिभ अप मेन्टालिटी चाहिँ खुलेर भन्नुपर्दा सानै बेलादेखिको विकास हुनुपर्छ है बच्चाहरूमा। सानै बेलादेखि। सरको बच्चा मैले सरलाई एउटा प्रश्न गरेँ, सरको नानी कति वर्ष? 7 वर्ष होला। 7 वर्ष करिब करिब, मेरो पनि 6 वर्ष, थोरै मात्रै फरक छ। यही उमेर हो बच्चालाई कस्तो खालको मेन्टालिटी सिकाइदिने भनेर। हेर्नुहोस्, म हजुरलाई एउटा उदाहरण दिन्छु। यो उदाहरण सायद तपाईँको प्रतिष्ठित यो पोडकास्टमा बोल्नलाई र दिनलाई त्यति उपयुक्त थिएन होला, तर पनि स्वीकार्नु होला। बच्चा त हेर्नुहोस्, जङ्गलको बाघले पनि हुर्काउँछ, स्याल फ्याउराले नि हुर्काउँछन्, र हाम्रो घर वरिपरि डुली हिँड्ने कुकुरले पनि हुर्काउँछ। म यही उदाहरण दिन्छु। त्यो कुकुरलाई हेर्नुहोस् त, जब त्यो कुकुरका बच्चा हिँड्न सक्ने हुन्छन् नि, कुकुरले के गर्छ भने आफ्नो बच्चालाई पछि 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 लिएर जान्छ अनि मानिसहरूका घरका ढोका अगाडि टुसुक्क बस्न सिकाउँछ अनि आश गरिरहन सिकाउँछ। घर मालिकहरूले ती कुकुरका छाउरा छाउरी आए केही खान देऊ न भन्यो भने, घर मालिकले दया गरिदिए भने खान पाउँछन्। घर मालिकले केही दिएनन् भने बिचरा भोक भोकै बस्नुपर्छ, त्यही पेटीमै बसिरहन्छन्। कुकुरले पनि बच्चा चाहिँ हुर्काउँछ, तर अरूसँग परनिर्भर हुने शिक्षा र सोच दिएर हुर्काउँछ। जङ्गलको बाघले जब बच्चा हिँड्न सक्ने हुन्छन्, पहिले दौडिन सिकाउँछ, उफ्रिन सिकाउँछ, झम्टिन सिकाउँछ। र एउटा बाघले सकिएन भने ती 3वटा बाघ मिलेर एउटै मृगलाई या एउटै कुनै चिजलाई लखेट्न सिकाउँछ। र जङ्गलको बाघले पनि बच्चा हुर्काउँछ। जङ्गलको बाघले चाहिँ आत्मनिर्भर हुने शिक्षा र संस्कार सोच दिएर हुर्काउँछ। कुकुरले चाहिँ परनिर्भर हुने सोच र संस्कार दिएर हुर्काउँछ। त्यसकारण मानिसमा यो यस आई क्यान मेन्टालिटी सानै बेलादेखि विकास गराउनुपर्छ। 6, 8, 10, 12 वर्षकै बच्चालाई नि हामी त के गर्छौँ भने अक्सर नगर, हुँदैन, बिग्रिन्छ, भत्किन्छ। मलाई एकजना फिलोसोफरले भन्नुहुन्थ्यो, जापानमा चाहिँ बच्चाले टिभी फुटायो भने, राखेका चाहिँ दराजका सामानहरू चाहिँ बिगारिदियो भने, होइन, एउटा दुईटा चाहिँ सामान तोडफोड गरिदियो भने, गाडीको सिसा फुटायो भने, अझ पार्किङ गरेको गाडी स्टार्ट गरेर लगेर भित्तामा हानिदियो भने, उनीहरूले त बेलुका अझ आफन्तहरू इष्टमित्र बोलाएर केक काटेर सेलिब्रेसनै गर्छन् रे। अनि किन सेलिब्रेसन गर्छन् रे भन्दा, यस मेरो बच्चा फिजिकल्ली एक्टिभ छ, फिजिकल्ली ठिक छ है, जे पनि गर्न चाहन्छ। अब यसलाई मानसिक रूपमा चाहिँ के गर्न हुन्छ, के गर्न हुँदैन, यति मात्रै सिकाउन बाँकी छ। फिजिकल्ली मेरो बच्चा ठिक छ, किनभने यो उफ्रियो, यसले कुनै चिज थ्रो गर्यो, फाल्यो, यसले कोसिस गर्यो, यो बच्चा ठिक छ भनेर बेलुका सेलिब्रेसन गर्छ। तर हामी त्यही ठाउँमा के गर्छौँ, नगर, नचला, छोलास, छुन हुँदैन भन्छौँ। यही चिजले फरक पार्छ कि हामी परनिर्भर हुने संस्कार लिएर हुर्किन्छौँ। अनि यो परनिर्भर हुने सोच र संस्कार बोकेको मान्छेले आफ्नै स्वविवेकले या आफ्नो सेल्फ कन्फिडेन्टले केही पनि काम गर्न सक्दैन। त्यसका लागि अर्को एकजना व्यक्ति उसका लागि रिमाइन्डर चाहिन्छ, सम्झाइदिने व्यक्ति चाहिन्छ, सल्लाह सुझाव दिने व्यक्ति चाहिन्छ, गाइड गरिदिने व्यक्ति चाहिन्छ। हो यही मानसिकतालाई अघि सुरुमा भनेको थिएँ, स्ल्याब माइन्डेड मेन्टालिटी, यानि कि नोकर मानसिकता। मालिकले अराए नोकरले काम गर्छ, अराइदिएन नोकर त के गर्छ, मेरो काम छैन, मालिकले केही नै भनेको छैन, म फ्री। मालिकले अराइदिए काम गर्ने, नभए नगर्ने मेन्टालिटी वास्तवमा स्ल्याब माइन्डेड मेन्टालिटी हो। मानिसको जीवनमा कैयौँ पढेका मानिसहरू पनि यो स्ल्याब माइन्डेड मेन्टालिटीबाट उनीहरू ग्रसित छन्। एउटा भनाइ छ नि, छोड्नेले जित्दैन, जित्नेले छाड्दैन। एक्ज्याक्टली। त्यस कारणले नछोडिकन अगाडि बढ्नु पर्यो। सर, अर्को सवाल चाहिँ मान्छेको म एकदमै धेरै गुनासोहरू हुन्छ कि, अगाडि बढ्यो अनि ठ्याक्कै आफू चाहिँ जिम्मेवारी नलिने, अर्कोले गर्दाखेरि सरकारले राम्रो नीति लिएन, सरकारले गर्दा राजावादीले आन्दोलन गरेको कारणले, अर्कोले आफन्तले सहयोग नगरेको कारणले, ब्याङ्कले ऋण नदिएको कारणले, श्रीमती यस्तो भएको कारणले, बाबुआमा यस्तो भएको कारणले, छोराछोरी यस्तो भएको कारणले, कारण चाहिँ धेरै छ क्या मान्छेको। आफूले मेरो कारणले भनेर आफ्नो जिम्मेवारी चाहिँ मान्छेले लिँदैन र त्यो गुनासो गर्ने र अर्कोलाई ब्लेमिङ गर्ने, कम्प्लेन गर्न चाहिँ सबभन्दा सजिलो, कम्प्लिट गर्न सबभन्दा गाह्रो काम भन्छन्। जब अर्कोलाई दोषारोपण गरेर आफू चाहिँ उम्किने, मन बुझाउने त्यो तरिका भइरहेको हुन्छ। यो स्टेपलाई चाहिँ कसरी ह्यान्डल गर्ने त, अथवा यो प्रवृत्तिबाट कसरी बाहिर निस्किने? हामी सानै बेलादेखि अरूलाई ब्लेमिङ गर्नुपर्छ। बच्चाहरू पनि झगडा गर्दा मैले होइन टिचर उसले हो भनेर भन्थ्यो क्या। त्यो बच्चैदेखि नै ब्लेमिङ हो क्या। घरमा बालबच्चा हुन्छन्, केही चिज बिग्रिन्छ अनि उसले सरी भन्दैन क्या, रियलाइज गर्दैन कि मैले होइन उसले हो। हामी पहिल्यैदेखि खालि उसले भन्दै आयौँ, जसको कारणले गर्दा आज पनि के भन्छु भने हामीले केही गर्न नसक्नु या मैले केही गर्न नसक्नु या कुनै पनि व्यक्ति आफू सफल हुन नसक्नुको पछाडि उसले 1000 कारण देखाइदिन सक्छ।
तर त्यो हजार कारणलाई जित्ने एउटै कारण हुन्छ, त्यो हो उसको मनस्थिति। जिम्मेवारीको वहन गर्ने क्षमता संसारका थोरै मान्छेसँग हुन्छ। ब्लेमिङ गर्ने, गुनासो गर्ने मान्छे अथाह हुन्छन्। फेरि पनि भने 95% मान्छे गुनासो गर्न जन्मेका छन्। उनीहरूका गुनासो सुन्नुपर्छ। यहाँले भने जस्तै देशलाई, जनतालाई, राष्ट्रलाई, पोलिसीलाई, नीति नियमलाई, कति हो कति। तर संसारमा यी 5% मानिस कसैलाई ब्लेमिङ गर्दैनन्। उनीहरूले आफ्नो जिम्मेवारी पुरा गर्छन्, आफूले एउटा आफ्नो इनिसिएटिभ रोल पुरा गर्छन्। यिनीहरू कम्प्लेनिङका लागि जन्मेका होइनन्, आफ्नो लाइफलाई कम्प्लिटिङ गर्न जन्मेका हुन्। त्यसैले म त भन्छु यो कार्यक्रम मार्फत लेस कम्प्लेनिङ र मोर कम्प्लिटिङ तर्फ जो मानिस अगाडि बढ्छ त्यो मानिस जिन्दगीमा सुखी हुन्छ, खुसी हुन्छ र प्रगतिको बाटोमा पुग्छ। आउनुहोस्, ब्लेमिङ गर्दा के र इनिसिएसन आफैले लिँदा के फरक पर्दो रहेछ, एउटा सुन्दर कथा, एउटा सुन्दर प्रसङ्ग म यहाँलाई बाँड्न चाहन्छु। एउटा सोसाइटीमा जहाँ भिभिआइपी मान्छे मात्रै बस्छन्, टोलको नामै भिभिआइपी क्या, केही 50-70 घर भिभिआइपी मान्छे मात्रै बस्ने, टाउन प्लानिङ जस्तो बाक्सालका कोठा जस्ता चाहिँ टाउन प्लानिङ, बाटो जताततै प्रत्येक घरको अगाडि बिजुली बत्ती बल्ने, पोल छ, बत्ती बल्छ। यस्तो लाग्छ कि अलि माथि एरियल भ्यूबाट हेर्दा त यो स्वर्ग नै यही, स्वर्गको टुक्रा नै यही हो कि जस्तो देखिन्छ। राति पनि झिलिमिली समय बित्दै जाँदा घर अगाडि पोलमा राखिएका बत्तीहरू जल्दै जान्छन्, बिग्रिँदै जान्छन्। अब बत्तीहरू बल्न छोड्छन्। 2-4 वर्ष पछाडि त ती भिभिआइपी मान्छेहरू कुनै एउटा त्यही सोसाइटीभित्र एउटा गेट नेरी एउटा चिया पसल हुन्छ, त्यो चिया पसलमा बिहानै बेलुकै भेला हुन्छन्। अनि के कुरा काट्छन् भने हाम्रो प्रशासन, के प्रशासन, हेर त यहाँ बत्ती जलेको 6 महिना भइसक्यो, फेरिदिनु पर्दैन। अर्कोले भन्छ यो सरकार कस्तो सरकार, हेर त हिजो त एउटा मान्छे अँध्यारोमा यो बाटो हिँड्दा खाल्टोमै परेछ, हेर त त्यो मान्छेलाई कति गाह्रो भयो होला, यो सरकार कस्तो सरकार। अर्कोले भन्छ यी जनप्रतिनिधि के कस्ता जनप्रतिनिधि। ती भिभिआइपी मान्छे पनि के गर्छन् भने खालि अरूलाई ब्लेमिङ गरेर बसिरहेका हुन्छन्। त्यो क्याफे सञ्चालन गर्ने व्यक्तिका एउटा 10 वर्षका छोरा हुन्छन्, कक्षा 2 मा पढ्ने सानो छोरा हुन्छन्। त्यो बच्चाले सुनिरहेका हुन्छन् हिजो नि त्यही कुरा, आज नि त्यही कुरा। फेरि ती क्याफे सञ्चालक चाहिँ त्यही टोलभित्र कुनै घरमा भाडामा बसेका हुन्छन्। एक दिन त्यो आफ्नो 10 वर्षको छोराले आएर बाबालाई भन्छ, बाबा म मेरा साथीहरूसँग केही पैसा कलेक्सन गर्छु, यो हाम्रो घर अगाडिको बल्ब हामी नै फेरौँ न। उनलाई छक्क पर्छन्, बाबु तिमीले कुरा त राम्रै गर्यौ, हामी त भाडामा बस्ने व्यक्ति, हामीले बल्ब फेर्नु किन पर्यो र। उनीहरूले फेरिहाल्छन् नि, दैनिक छलफल गरिरहेकै छन्, ल्याउलान् नि कोही मान्छे, बजेट ल्याउलान्, केही गर्लान्। ड्याडीले पनि हल्का रूपमा लिनुहुन्छ। तर त्यो बच्चाले कस्तो ड्रिम बनाउँछ भने होइन म जसरी पनि यो बल्ब चेन्ज गर्छु। स्कुलमा जान्छ, साथीहरू 4 जना साथीहरू मिल्छन् र के भन्छन् भने 3 जनाले ल्याएको पैसाले टिफिन किनेर खाउँ, 1 जनाको पैसा बचाउँ। 10-15 दिन पैसा बचाउँदा केही 200-300 रुपियाँ पैसा जम्मा हुन्छ। त्यसपछि एक दिन यस्तै शनिबारको दिन ड्याडीलाई भन्छ, ड्याडी मसँग यहाँ 300 रुपियाँ छ, बजारबाट अलिकति तार किनेर ल्याउँ र एउटा बल्ब किनेर ल्याउँ, आज हामी बस्ने भाडाको घर अगाडि चाहिँ त्यो बल्ब हामी चेन्ज गरौँ। नभन्दै शनिबारको दिन बुवा र छोरा भएर यसो भर्याङमा चढेर बल्ब चेन्ज गर्दै हुन्छन्। ओतिर पट्टिरका छिमेकीले देख्छन् के गरेको, यी भाडामा बस्नेले बल्ब चेन्ज गरिदिएको अरे, अब हाम्रो टोललाई उज्यालो बनाउन खोजेका अरे। यी भाडामा बस्नेले चिया बेच्ने नहुन्, पैसा कमाए होलान्, कुरा काट्छन्। यति नमज्जाले धज्जी उडाउँछन् कि ती बाबु छोराको, ती गरिब मान्छेको निकै नमज्जाले कुरा काट्छन्। जब साँझ पर्छ त्यो घर अगाडि जोडेको बल्बमा तार फिट गरेर ल्याएर आफ्नो डेराको कोठामा यानि कि डेराको प्लगमा तार ल्याएर जोड्छन्। जब साँझ पर्छ स्विच अन गर्छन्, बाहिर झल्ल बत्ती बल्न थाल्छ। त्यत्रो सोसाइटीमा कसैको घर अगाडि बत्ती बल्दैन, मात्र एउटा घर अगाडि बत्ती बल्छ। सोसाइटीका मानिसहरूको क्रमशः ध्यानाकर्षण हुँदै गयो। 1 दिन 2 दिन 5 दिन पछाडि त अब त्यो सोसाइटीका मान्छेले छलफल गर्न थाले। अनि त्यहाँ चाहिँ कसरी बल्ब बल्यो हौ फलानाको घर अगाडि। कसैले भनिदियो त्यहाँ भाडामा बस्नेले फेरेको अरे नि त। भाडामा बस्नेले, एउटा भाडामा बस्ने मान्छेले घर अगाडि उज्यालो बनाउन सक्छ भने हामी घर मालिकले, अब त उनीहरूलाई आफैलाई लाज लाग्छ। 1 कान 2 कान मैदान रातारात सबैले बिजुलीका बल्ब किनेर ल्याउँछन्, बिग्रिएको चिजलाई रिपेयर गर्छन्। केही दिन पछाडि त्यो सारा समाजमा फेरि पहिलेको जस्तै झलमल्ल बत्ती बल्न थाल्छ। यो समाजमा अरूलाई ब्लेमिङ गरेर बस्ने मान्छे भन्दा
आफ्नो जिम्मेवारी वहन गर्ने व्यक्ति महान हुन्छ। आजै पनि सायद कुनै एरियामा ठुलै आन्दोलन चल्नेवाला छ या चल्दैछ होला, त्यहाँ त्यो आन्दोलनमा यदि हामीले चाहे जुनसुकै पार्टीको आन्दोलनमा जाउँ, उनीहरूको ब्लेमिङ के हुन्छ भने खालि अरूको कारणले देश बिग्रियो। एम आई राइट? तर कोही कुनै त्यस्तो भाषण तपाईँले सुन्नुभएको छ कि मैले मेरो पार्टीले या मेरो सिद्धान्तले यो चिज गर्न सकेन जसको कारणले गर्दा म त्यहाँ पुग्दा पनि मैले यो काम गर्न सकिनँ भनेर सेल्फ रियलाइजेसन सहितको काहीँ तपाईँले एउटा चाहिँ भाषण या प्रतिबद्धता सुन्नुभएको छ? सबैले अर्कोलाई गाली गर्ने हो, खालि अर्कोलाई दोषारोपण गर्ने हो। त्यही भएर अहिले हेर्नुहोस् न, देशमा हामीले सजिलै अहिले युवा पुस्ताहरू हेर्नुहोस् त, यो भएन, त्यो भएन, देश भएन, यो भएन, कति सजिलै देशलाई चाहिँ ब्लेमिङ गरेर आफ्नो करियर खोज्न विदेशतिर जान बाध्य छन्। अझ म त भन्छु, घर परिवार आर्थिक अवस्था कमजोर भएको परिवार विदेश जानु त बाध्यता हो, तर यहाँ दाल भात खान सक्ने परिवारकै बच्चाहरू जो विदेश गइरहेका छन् त्यो चाहिँ उनीहरूको रहर हो। बाध्यताले जाने प्रति मेरो सहानुभूति छ, तर रहरले विदेश गएकाहरूलाई चाहिँ सायद डोनाल्ड ट्रम्पले जस्तै अरू देशका राष्ट्र प्रमुखहरूले पनि त्यस्तै खालका नीति बनाएर पढ्न आएको होस् खुरुखुरु पढ, होइन भने दायाँ बायाँ नगर भनेर चाहिँ त्यहाँबाट पठाइदिने हो भने तब चाहिँ हाम्रो देश बन्छ जस्तो लाग्छ। फेरि यो भन्दै गर्दा विदेशमा गएर पढ्ने भाइ बहिनीहरूप्रति चाहिँ मेरो कुनै पनि त्यस्तो गलत व्याख्या र त्यो इन्टेन्सन होइन कि, तर देश बनाउन देश बाहिर बसेर देशको कुरा काटेर देश बन्दैन क्या। देश बनाउनलाई आफ्नो एउटा भूमिका, म नागरिक हुँ मानौ एकछिनलाई हामी करिब 2.5 करोड के अरे 3 करोडको हाराहारीमा छौँ, 2.8 करोड के अरे व्यक्ति हामी यहाँ छौँ भने मानौ हामी त्यो 2 करोड 80 लाख जनतालाई डिभाइडेड गर्ने हो भने देश बनाउने जिम्मेवारी मेरो काँधमा कति आउँछ? त्यो मानौ 0.0025 आउला रे। त्यो 0.025% त मैले पनि पुरा गर्नु पर्यो नि त यो राष्ट्रमा। जुन व्यक्तिहरू सार्वजनिक ठाउँमा गएर देशमा यो भएन त्यो भएन भनिरहेका हुन्छन्, हेर्नु होला अबको 2-5 वर्ष पछाडि नेपाली जनताले, मलाई चाहिँ यस्तो लाग्छ कि यति सचेत भएका छन् जनताहरू कि अब उसले देश बनाउँछु यो गर्छु त्यो गर्छु भन्दै गर्दा जनताले सोध्नेवाला छन्, तपाईँले आजसम्म देशका लागि कति कन्ट्रिब्युसन गर्नुभयो, कति ट्याक्स तिर्नुभयो, तपाईँले कुन आर्थिक वर्षमा कति ट्याक्स तिर्नुभयो, खै तपाईँले प्रत्येक वर्ष तिरेका धेरै पर्दैन, यो 2-4 वर्ष यता तपाईँले ट्याक्स तिरेको सर्टिफिकेट देखाउनुहोस् त भन्यो भने त्यो भाषण गर्नेहरूको लज्जित हुने अवस्था आउँछ।